हेलो गाइस होइन आज चाहिँ टक्क लगाएर होइन म चाहिँ अब बुझ्छु युनाइटेडको मेरो रुमका हालत चाहिँ खतरा भइरहेको छ कि होइन अब यस्तो तो चलिए शुरू कर। हेलो गाइस आज चाहिँ होइन टक्क लगाएर ब्रस सरस गरेर अब बुझ्छु युनाइटेडको यसो भर्खर साथमा कन्ट्रक बोल्नु गाइस अहिले चाहिँ अँधेरोबाट निक्लिँदैछु म होइन अरू त के हुनु र यस्तै पारा हेडफोन सेटफोन लगिँदैन आज लगाऊ भने केटाहरूले फेरि फर्स्ट हानिदिन्छ चस्मा पनि लानु हुँदैन चस्मा लगायो भने झन् गाह्रो पर्छ मलाई होइन टक्क लगाएर अब तयार भइसकेँ लगाएछ कहिले चाहिँ म चाहिँ यहाँ बुढा धरी जाँदैछ यहाँ टक्क लगाएर म चाहिँ जाँदैछु कहाँ भोजपुर होइन मेरो चाहिँ क्यामेराम्यान छैन होइन क्यामेराम्यान जस्तै ल मेरो दोस्त आज क्यामेराम्यान बनिदिन्छ मेरो आज उस पनि म बनिदिन्छ क्या भिडियो यो चाहिँ हाम्रो घर र यो बोल भन्ने ठाउँ सिमानाको ठुलो ढुङ्गा चाहिँ होइन अनि हाम्रो चाहिँ यस्तै छ मेरो चस्मा ल्याउनु बिर्सेछु अहिले केही होइन ठिकै छ अरू त अब खोला नि साइदिने गाइस 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 आज मैले खुसी सुनि मेरो पुरानो दोस्तलाई भेट्नु जाँदाखेरि अरे के भयो एउटा बस्ने नेटवर्क बस्दो रहेछ हो खाएर के छैन चिसो चिसो मौसम पनि छ अब नकुदी जाँदाखेरि त्यस्तै हो यहाँनिर अलिक खुप्छु भएर यहाँ खेलिदिने आएको जस्तो रिसिभ भइसक्यो ल गाइस अहिले चाहिँ वागुङला आइपुगिसकेको छ यो चाहिँ वादुङला नुकमाग्यो वादुङला छिरिसक्यो अब चाहिँ वादुङला तल्लो टुल झरिन्छ यहाँदेखि हुँदो वहाँ पुग्नुपर्ने यार वहाँ हल्का डाँडादेखि दियो होला हो त्यहाँ लगाइस छैन म चाहिँ अब घाँडा घाँडा पुग्न आँटेको होइन त्यहाँ चाहिँ अलिक अप्ठ्यारो बाटो छ अहिले बनाएर जस्तो लाग्यो र पनि अप्ठ्यारो छ किन कि यो बाटो बन्द छ यहाँ लग माई गड यहाँ बाटो बन्द छ कतै जानु के भन्नु रहेछ यहाँ बाटो बन्द भन्दा नि एक राउन्ड हान्न जानुपर्छ यहाँबाट मिस्टेक यो अस्ति नै झरेको छ यहाँ थोरै पैसा सक्यो आम्मा यस्तो छ होइन जङ्गलै जङ्गल छ यहाँ जानु उठ्दा भनेर म चाहिँ यस्तो अप्ठ्यारो छु नि राम्रो यार त्यसको फेरि बाल बाल आएछ यहाँ त कहिले कहिले यस्तो आउँदैन थियो त ल गट यहाँ फेरि यस्तो देखेको थिएँ बाल भर्दा खतरा छ त ल गट बाला लिएर राखेको कि बाला कति राखेको के छ ल लिएर राखेको मलाई अब लानु पर्ने लाग्छ राम्रो यति मुस्किल छ नि यार मलाई यति मुस्किल छ भएर पनि जान्छु होइन ढुक्क हुन्छ मलाई त्यसमा चढेर कुदिने ल बाला फेरि यो बाला चाहिँ आँट्यो फेरि लिएको होइन मान्छे कहाँ लिएर सक्छौ त्यसो पनि खोलामा अझ यो बक्कुर लगाएर मलाई यस्तो टेन्सन भइरहेको छ नि यार किन लाइछु यो लेसु भन्ने हुँदैछ फेरि फुल ब्ल्याक छ क्या मेरो चाहिँ चप्पलदेखि लिएर सबै ब्ल्याकै ब्ल्याकमा हिँडेको वाइट त एउटा वाइट त छ किनकि लेखेको छ नि त वाइटमा प्रायः ब्ल्याकै ब्ल्याक छ यार मलाई साथी भक्कमा पुग्नु तिरिमिरी झै पर्यो अच्छा ममा पसिनाले यार खलखली भइसक्यो कहिले पुग्नु मेरो चार्जर खस्यो भने यार बिजोक हुन्छ त यो त यति महँगो चार्जर हो नि यार अरू सब ठिक छ चार्जर पनि भएन लुगाहरू ठिक छ चार्जर पनि भएन यिनीहरू चाहिँ पहिला हामी पढेको स्कुल होइन टेनसम्म पढेको यहाँ हामीले चाहिँ 8 देखि 10 हो धेरै 3 वर्ष ओहो हामी पढेको चाहिँ तल हो 2 वर्ष यहाँ पढ्यो अनि 1 वर्ष माथि अहिले पढ्यो माया भन्थ्यो त्यो बदली छ त्यस्तैमा हिँड्छौँ कहिले चाहिँ म होइन मेरो साथी घर बिसाइरहेको छु कस्तो लाग्छ केटा छ नाच्छ लाग्छ नाच्दै लिएर यता त हिँड्नु लागि थोरै हिँडेको राम्रो राम्रो यता खेल्यो भलिबल अनि के जम्प जम्प गरे सटफुट जानु के हान्यो यता चाहिँ अनि हिँड्छ यहाँनिर भलिबल चाहिँ टोर्नामेन्ट खेल्ने त्यो भलिबल सिक्यो गाउँघरको तँलाई साह्रै सताउँछ हेलो र होइन सानो हुनुहुन्छ चाहिँ अन्त जस्तो सुकै सार्नुहोस् अब त राम्रै बनाउने हो राम्रै नै पर्ने हो बाटो त्यस्तो यस्तो जानुपर्छ होइन फेरि भगवान् जाने गाडी भइरहेछ तपाईँ केही छैन भाग भाग आइछ भाग अरे
फिनिश कर लगा ओए तो दिन ओए बोल सर ओए टूटा है तो जुड़ा है क्यों मेरी तरफ तू मुड़ा है क्यों हक नहीं तू ये कहे कि यार अब हम ना रहे एक तेरी यारी का ही सातों जन्म हामी चाहिँ दुईजना मात्र हकदार केटाहरू कपाल चाहिँ फेरि साथ हालेको चिन्नै नसक्ने भएछ त केटाहरू त हो मेरी जिंदगी सवारी मुझको गले लगा के बैठा दिया फलक पे मुझे खाक से उठा के तेरी यारी म चाहिँ केही बुझ्नु सकिनँ होइन यस्तै हो ल हामी चाहिँ इन्डिया हो साथी घरमा छु म चाहिँ अलिक हुँदैन आएन फुल ब्ल्याक म चाहिँ ल गाइस चाहिँ हामी चाहिँ हिँडेको ल अब चाहिँ गाडी चाहिँ नभेटेला जस्तो छ होइन हाम्रो एकदम खतरनाक तरिकाले होइन यता चाहिँ माहेर नि यार प्ले लुगा लाउनु भनेको लाउनु भएन केटी जतिकै छ यार एक दिन लगायो लुगा लाउनु म आउँदा तयार भइसक्छु भन्थ्यो लास्टमा चाहिँ के तयार हुनु म आएर यो लगाए त्यो लगा भन्नुपर्छ के भन्नु यस्तालाई के भन्नु अब फेरि टुटेको फोन दिन्छ हो अब नयाँ फोन दिए पनि हुने नि त टुक्रेको मुटु मेरो भन्ने बेला नि आइफोन देखाउँदैछ गाइसहरूले आइफोन मलाई आइफोन देखाउँदैछ कता जाने पर्फिनै लाउनु भाइ कता जाने पर्फिनै लाउनु भाइ हेर न यो त हो तल हिङ खुवा कि पिखुवा झर्ने क्या गाइज म चाहिँ आज फोनको धनी छु हेर्नु देख्न सक्नुहुन्छ है मेन कुरा चाहिँ म उयो गर्दै हिँड्दैछु है कसरी चाहिँ राख्नु क्या यो फोनलाई मैले यो चाहिँ सुन्तला होइन सुन्तला गोरु भन्छ यो पो गोरु रहेछ त यार टूटा है तो जुड़ा है क्यों मेरी तरफ तू मुड़ा है क्यों हक नहीं तू ये कहे कि यार अब हम ना रहे एक तेरी यारी का ही सातों जन्म हकदार हूँ मैं तेरा यार हूँ नयाँ जतिकै बनाइदिने छ पहिला त टूटा है तो जुड़ा है क्यों मेरी तरफ तू मुड़ा है क्यों हक नहीं तू ये कहे कि यार अब हम ना रहे एक तेरी यारी का ही सातों जन्म हकदार हूँ मैं तेरा यार हूँ मैं राम्रो देख्छ त यार पहिलेभन्दा कहाँ बिग्रेको नि अनुहार हेर न अस्ति कलर छ आइफोन त यो त होइन त खुट्टा यस्तै हो गाइज हाम्रो चाहिँ होइन कपाल पनि खतरा भालु जस्तो यता चाहिँ डान्सर हो नि फेरि हाम्रो डान्सर हो नि फेरि डान्सर हामी चाहिँ अब अलिक पर्यो न देखो ना गाइज हमारा लड़की हमारा गर्लफ्रेंड है गर्लफ्रेंड इधर देखो ना इधर देखो ना यार
हमारा गर्लफ्रेंड है ना इधर, हमारा गर्लफ्रेंड है। गाडी आएन, केस ठोकिदिउँ। केस उकाल्दा त ठोकिदिउँ या, केस उकाल्दा त ठोकिदिउँ या। तिम्रो काजल बिग्रिन दिदिन, लालीको छैमा झिमा लिदिन, वीरनगर मञ्जरी पर्न चञ्चरी। तिम्रो काजल बिग्रिन दिदिन, लालीको छैमा झिमा लिदिन, वीरनगर मञ्जरी पर्न चञ्चरी। वीरनगर मञ्जरी पर्न चञ्चरी, मन दुःख छ देखेर कसाउ सुकिला वीरनगर मञ्जरी पर्न चञ्चरी। अंगलमा बेरुला छाप वीरनगर मञ्जरी पर्न चञ्चरी। अंगलमा बेरुला छाप वीरनगर मञ्जरी पर्न चञ्चरी। सुखदर परिचयदैन नानीलाई खुसी राख्छु मेरी सानीलाई वीरनगर मञ्जरी पर्न चञ्चरी। चाहिँदैन नानीलाई खुसी राख्छु मेरी सानी।
गाइजहरू त्यस्तो नराम्रो कुरा छु होइन म म्यासेज गरिदिन्छु त्यस्तो ए हो अहिले चाहिँ हामी यस्तो अहिले भिडमा फसिआएछौँ होइन फाइट छोड्ने नै होइन भनेको लास्टमा चाहिँ जाने बाटै छैन कि यार त्यस्तै हो पारिबाट पाउँछ होला त हिँड्दै त पुग्ने देउराली अनि फर्किने छ होला होइन न नचोकै पनि नदेखे पनि खैजाउँ बाटो चाहिँ कुन हो अलपत्र पऱ्यो गाई बाटो त त्यही माथिबाट होला जानिदिन्छ जाउँ न काम चलिरहेको छ बाटो बनिरहेको छ नि एकछिन पख न एकछिन पख न ओइ खुट्टा त पिलित पिलित चिप्लिन्छ त जुत्ता लगाएको हात हाल्यो के हुन्थ्यो गाइस हाम्रो चाहिँ हिँड्दै म चाहिँ अब चाहिँ जाउँ न यहाँ जाउँ धेरै फुर्काएर उता ल्याउने त भन्दा न बोकेर लैजाऊ मलाई केटी घरलाई यहाँ राखेर हामी त्यो बाटै राखेँ फुर्काएर ल्याउने गयो अहिले हिँडाउने यसलाई कुदी हाल्ने गाइस भन्नुपर्छ के म ह्यान्डसम गाडी आउँदैछ गाडी आउँदैछ साइड गाइस साइड गाडीहरू आउँदैछ मतलब बाटो खुल्यो भने क्या यस्तै छ गाइस फक साइड हान्न नगरेको होइन पक्रेर भान्चे गाडी नपाएर हिँड्दै राखेर हामी आउँदैछौँ यस्तै छ के गर्नु भोक लागिसक्यो। अस्तिको पानीले असिना चाहिँ यो खाले झरेको थियो हेर्न सक्नुहुन्छ यहीँ पनि है टक्क असिना चाहिँ यो खाले झरेको थियो हेर्न सक्नुहुन्छ यहीँ पनि है टक्क यस्तो भने गाउँ घर भनेको त गाउँ घर नि दिँदै पानी पर्यो असिना झर्यो मिसाउने कहिले बिहे खुवाउने अब टक्क गएर अब चाहिँ हामी चाहिँ स्कुटिङ खेलिन्छ है खेलिस आधी घन्टा लास्ट फक साइड आधी घन्टा नै कति घन्टा लाग्छ गाइस हामी चाहिँ अहिले हिँडिसकिसक्यौँ यहाँ देउरालीमा पुगिसकेको छौँ
हामी चाहिँ यस्तो हिँड्ने यस्तो हिँडिन्छ नि केटाहरू राम्रो हिँड्यो अरू केटाहरू गाइस हामी चाहिँ अब स्केटिङको लागि जाँदै गरेको एउटा चाहिँ ठुल्छु उता निस्किएन ब्लगमा हाम्रो भाइको ब्लगमा कस्तो लाग्यो हेर त पछाडि मैले त्यही भएर भनेको थिएँ शनिबार हट्टीमा भत्काइदिएको यहाँ सलक्कै भएको यहाँ यी भिखारीको पढ्ने आएन मलाई म पढ्ने आएन दि प्रगति जीवन क्षति प्रवेशद्वार मेरो भन्ने राम्रो देखेको यस्तो छैन यो चाहिँ मान्छे थाल्दा कि माकी आँख आज मैले यस्तो स्किटिङको स्किल देखाउँछु होइन यस्तो 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 गर्छु म यस्तो फ्ल्याङ हान्छु उप्रेर हान्छु होइन आज मैले यस्तो देखाउने छु स्किल होइन हुन्छ त्यही छोड्नु न
वो तो अच्छा हुआ कि आप बीच में आ गए, वरना एक कान के नीचे मारता तो 32 ही हाथ में आ जाती। अपना रूप नहीं देखा उसने। यहाँ छैन लगाइ हाम्रो चाहिँ यहाँ फोन हराइसकेको अवस्था छ क्या त्यही भएर अलिक हामीलाई प्र्याङ्क हानिदिएको हो कि साँच्ची के हराएको त्यो चाहिँ टुङ्गो भएन होइन यहाँ तल यो फोन हो यही हो नि हामी यता चल्ने यता हाँ नजाऊँ नजाऊँ गाइस से देखो ना हम किधर आ चुके हैं ओए मास्टर अनुहारै यस्तो हो कि यो क्यामेरा पुस्नु पर्ने हो अनुहारै यस्तो हो कि यो क्यामेरा पुस्नु पर्ने हो बाटेर अनि ट्याक्कै देख्यो पछि हुन्छ लगाइस हामी चाहिँ यता देउराली भाइरल ठाउँ भाइरल भइरहेको छ यो ठाउँ अहिले ए यहाँ तल तिनीहरू आएकै छैन म त यतिखेर गयो भने घर पुग्छु यार बत्ती बालेर चिन्नु पाउँछ त पाउँछ जस्तो चाहिँ लाग्छ नि त कोही त चिन्नु पाउँछ होला पार्क हो रहेछ हौ पार्क भनेपछि पायो लगाइ चाहिँ हामी चाहिँ यहाँबाट अब बाइकमा गयौँ होइन गाडी साडी केही भेटिएन अब साथीहरू काकाहरू आएको रहेछ अनि त्यसपट्टि लाग्यौँ अब यो मेरो फोनमा चाहिँ अलिक राम्रो आउँदैन क्यामेरा घरिघरि त्यही हो बोकिम यता चाहिँ अलिक बाटो बिग्रेको छ होइन अब बाटो बिग्रेर पुग्न टिनको छ अब बाटो त्यहाँ पुगेपछि झर्नुपर्ने हुन्छ यता जाउँ यहाँ पर्तिर अब बाटो भत्किएको थियो यहीँ पर भएको चाहिँ हो होइन
यहाँ ट्राफिकहरू हुन्छ त्यही भएर म चाहिँ झरेँ अनि यहाँ पर्तिर यहाँ गाडी यता र उता जाने थिएन त्यसमाथि यही हो भिड चाहिँ होइन टक्क यत्रो पो झरेछ भर्खर जेसिबीले खन्दै रहेछ है यार बिहान जाँदा पनि खन्दै थियो तर अहिले चाहिँ मिलाउँदै रहेछ यहाँ चाहिँ अब यो बालुवाहरू खनाउँदा माटोहरू खनाउँदै ट्र्याक्टर आइदिएर एकछिनमा रोक्यो अब तानातान गर्दा हामी चाहिँ अलिक ढिलै भयो होइन घटाउनु यहाँ चाहिँ ट्र्याक्टर फसिसकेको छ होइन ट्र्याक्टर तान्दा बलुवाले निस्क्यो विवेक पनि रहेछ त विवेक आयो हो त